मुस्कानमा नै मेरो हरेक पीडाको मलम छ। तिम्रो मुस्कानमा नै मेरो हरेक पीडाको मलम छ आमा। I love my society and young students, young children are our precious asset. सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति तपाईहरु हुनुहुन्छ। त्यसकारणले गर्दा I am a politician but social politician. I always prioritize my child. Not only my child, all my child of my society. त्यसकारणले गर्दा म यहाँ छु। अन्तर्राष्ट्रिय महिला दिवस केन्द्रित यो कार्यक्रम अनि यो कार्यक्रममा सबैभन्दा राम्रो पाठ जुन भाषण कलाको प्रतियोगिता छ त्यो पनि मन छुने विषयलाई लिएर मदरली हार्ट अल्टिमेट नीड फर द वर्ल्ड पीस। 3 मिनट भित्र तपाईले आफ्नो कुरा आमाको विषयमा आमाको हृदयले संसारलाई शान्ति दिन सक्छ। यो मात्र अन्तिम एउटा लक्ष्य हो जहाँबाट हामीले संसारलाई शान्तिमय संसार बनाउन सक्छौं भन्ने विषयलाई समेटेर 3 मिनट भित्र समेट्ने जस्तो सारो कुरा केही पनि छैन। तर पनि तपाईले अटाउनु भयो। तपाईले 3 मिनट भित्रमा यति राम्रो राम्रो कुराहरू राख्नु भएको छ। मैले सरस्वती 14 जनाको पोइन्टलाई एकैपल्ट हेर्दाखेरि सबैजनाको सिमिलरिटी के थियो भन्नुस् त? आमा भनेको लभ, काइन्ड, यो दुईवटा वर्ड तपाईले सबैको प्राय सिमिलर थियो। अनि आमाको व्याख्यान हामीले आदि अनादिकाल देवी देवताको कालदेखि सुन्दै सुन्दै आएको अनेकौं धार्मिक ग्रन्थहरुमा सुन्यौं, हामीले हेर्यौं है, सुन्दैछौं, अहिलेसम्म सुन्दैछौं। त्यसो हो भनेदेखि आज यहाँ देखाइएको दृश्यहरू 5 वर्षको नानीको दृश्य, 7 वर्षको, 13 वर्षमा सुसाइड, 11 वर्षमा सुसाइड, यो कसरी हुँदैछ? केवल आमाको मात्र होइन, छोरीहरूको मात्र होइन, हामी समाज सबैजनाको हृदय नै आमाको जस्तो हृदय हुनुपर्छ भन्नु चाहेको। फेरि यहाँ त आमाहरू मात्रै पिसको लागि त आमाहरू मात्रै पो अगाडि बढ्नु पर्ने रहेछ भन्ने पनि बुझ्न सक्ला नि त, होइन? हामी बाउहरू त अलिक पछाडि पर्दैन रहेछ भन्ने पनि त बुझ्न सक्ला समाजले। तर आमाको जस्तो हृदय किन हुन जरुरी छ? बाउहरू यो होइन, समाजमा पुरुष र महिला चाहिँ रथको 2 पारुवा हो। पूरक हो। पुरुष बिना नारी अधुरो, नारी बिना पुरुष अधुरो। हामी एकाअर्कामा पूरक हौ। अनि पूरक भएको कारणले गर्दा बाउहरूको निबन्ध लेख्दा चाहिँ बाउहरूको हृदय कठोर हुन्छ अरे कहीँ पनि लेखिएको हुँदैन, होइन? तर वेयरएज आमाहरूको हृदय चाहिँ कोमल हुन्छ, काइन्ड हार्टेड, एकदम काइन्ड, एकदमै कोमल, कपासको फुल जस्तो हुन्छ भनेर सुरु गर्छ। त्यसो भने बाउको हृदय त कठोर हुन्छ कहीँ पनि लेख्दैन नि त, सुरुवात गर्दैन नि त। त्यसको मतलब त बाउहरू पनि कोमल हृदय नै हुन्छ। विशेष गरेर हामीले आमाको मायाले मात्रै संसारलाई शान्ति बनाउन सक्छ भन्ने कुरा हामीले राख्यौं। आमाको लागि छोराछोरी कहिले पनि बुढै हुँदैन, कहिले पनि हुर्किँदैन। जहिले पनि कोखको नानी सरह आमाले आफ्नो नानीलाई ध्यान दिइरहेको, माया दिइरहेको, चिन्ता गरिरहेको हुन्छ। आज आमाको लभ, आमाको मायाको कुनै मूल्य नै छैन, अमूल्य हो। आमाको त संसारमा मूल्यै छैन भनेर हामी भन्दैछौँ, तर घरमा चाहिँ आमाको कुरा टेरेन भने फाइदा भयो, होइन? आमाले भन्दै गरेको कुरा, आमाले सिकाउँदै गरेको कुरा व्यवहारमा हामीले उतारेनौँ भने, हामीले जीवनमा त्यसै उतारेनौँ भने आमाको व्याख्यान चाहिँ आँसु औला जस्तो भक्कानो छुटेर आउँछ। आमाको कुरा सुन्दा कसैले भन्दा, तर घरमा गएर चाहिँ विपरीत छ भने के फाइदा भयो? अनि त्यसकारणले गर्दा तपाईहरुलाई यति मात्रै म रिक्वेस्ट गर्न चाहन्छु, विशेष गरेर हामी जे आज सुन्यौं, तपाईले जे भन्नुभयो त्योलाई तपाईहरुले आफ्नो जीवनमा उतार्नुस्। अनि यो कार्यक्रमको त्यो नै एचिभमेन्ट हुन्छ। यो कुरा आज मैले भने तपाईले 14 जनाले जति राम्रो कुरा राख्नु भएको छ त्यसलाई तपाईले जीवनमा तपाईले उतार्नुस्। तपाईको जीवनमा सुधार अहिले राम्रो छ, अझ धेरै राम्रो तपाईहरु बन्नु हुनेछ। र अन्तमा तपाईहरुले व्याख्यान गर्नु भएको जस्तै आमाको हृदय, आमाको माया,
आमाको करुणा, आमाको दया रूपी समाजमा हामीले हाम्रो जिम्मेवारी, हाम्रो रेस्पोन्सिबिलिटी पनि हामी निर्वाह गर्नुपर्छ। जतिजना छौँ त्यतिजनाले मात्रै सुरुवात गर्यो भने पनि तपाईँ र मेरो समाजमा धेरै 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 फरक र राम्रो रिजल्ट ल्याउँछ। आज यहाँ दिनभरि बसेको चाहिँ भयो नि राम्रो भयो भनेर भोलिदेखिको रिजल्ट आएन भने यो दिनभरिको समय के हुन्छ, खेरो जान्छ। त्यसकारणले जुनै पनि काम गर्दा हामी रिजल्ट ओरिएन्टेड हुनुपर्छ र पिस फेडरेसनले सिक्किमको 50 इयर्स अफ स्टेटहुडको है यो अवसरलाई लिएर जुन 50वटा एक्टिभिटिज गरेको छ तपाईँहरूको पार्टिसिपेट रहोस्। अनि यसपालि सिक्किम सरकारका सम्मानित मुख्यमन्त्री महोदय श्रीमान प्रेमसिंह तामाङज्यूले सुनौलो सिक्किम, समृद्ध सिक्किम र सामर्थ्य सिक्किमको जुन चाहिँ एउटा परिकल्पना दिनुभएको छ, यो चाहिँ पोलिटिसियनले को रूपमा नहेरेर एउटा मुख्यमन्त्रीको रूपमा हेरेर है हामीले यसमा पनि हाम्रो जिम्मेवारी हुनुपर्छ, विद्यार्थीको जिम्मेवारी हुनुपर्छ, यङ जेनेरेसनको जिम्मेवारी हुनुपर्छ र हामीले पनि के गर्दा एउटा हामी स्टेक होल्डर माइन्डसेटमा हामी आउनुपर्छ। स्टेक होल्डर माइन्डसेटमा आएर हामीले पनि के गर्नुपर्ने हाम्रो जिम्मेवारी भनेर हामीले पनि जिम्मा लिनुपर्ने हुन्छ। हामी त अहिले 30 वर्ष पुग्दा पनि मैले अघि भने नानी नै लागिरहेको हुन्छ होइन, तर हामी आफै हुर्किनुपर्छ। आमा बाउले माया गरेर हुर्किनै दिएन भने 20 वर्षमा पनि लुगा धुइदिनु हुँदैछ, चिया पकाएर बेडरुममा यति साह्रो फेसिलिटी हुन्छ नि कोही त होइन, बेडरुममा हामी किन भन्दा विशेष हो त्यो सुनको ठुटा भन्दा पनि विशेष भएकोले गर्दा। तर नानीहरू हामी आफै हुर्किनुपर्छ। संसारलाई शान्ति बनाउने मार्गमा हामी छौँ, लक्ष्यमा हामी छौँ, तर हामी आफैबाट सुरुवात गरौँ भन्दै म तपाईँबाट बिदा लिन चाहन्छु।